के हुटिङ गर्ने यो दिदीले त लाज पनि मान्नु पर्ने। केपीले हार्यो भने कान काट्छु भन्ने, अझ हुटिङ गर्ने। त पहिला कान काट्नु पर्यो, त्यसपछि हुटिङ गर्ने हो। केपीले हार्यो भने म यो दुइटै कान काटेर फाल्छु भने खै कहाँ फालेछ? मान्छे त्यो व्यापारमा उतार्नु पर्यो त। कान काट्छु भन्ने, त्यसै फोटे बगम फुसे कुरा गर्ने। त यो भएन, कान त काट्नै पर्छ, शर्त अनुसार काटेकै हुनुपर्छ। के हुटिङ गर्ने? अलिकता यो नाक छैन क्या, नाक। केपीले हार्यो भने म चल्लोको यो कान काट्छु भने खै छैन नाक, गएको काम छैन। अब रासपले लेणुका लायो, अब के खोस्याउने? जति हुटिङ गरे पनि उ गइसक्यो मामाहरू घर 4 जना। रमेश लेखक, केपी बा, बस भात खाने 10 वर्ष त्यहीँ बिताउने। अब माथि जाने बेला नि भएको हो के अरे, जाने स्वर्गद्वारी। स्वर्गद्वारी गएर नि सुख छैन, तातो तेलमा घुसाउँछ। बस आनन्दै। 84 दुनी हुन्छ सिधै।